साथीहरु वेलकम छ मेरो नयाँ भिडियोमा गाइज। आज चाहिँ यस्तो गाइज मुखमा प्याक लाएर बस्यो कि मुख ट्यान भएर हजुरहरुलाई नि चाहिन्छ भने भन्नुस् न, म तपाईहरुलाई भिडियो बनाइ पठाइदिइहाल्ने छु नि। के हालेर बनाउँछ भन्ने कुरो त हैन साथीहरु। देख्न सक्नुहुन्छ यस्तो यो लाएर 10-15 मिनेट बस्नुपर्छ कि साथीहरु। देख्न सक्नुहुन्छ साथीहरु मैले मुखबाट हटाइसकेको छु। हगा ठिकै छ पहिलाको भन्दा कन्डिसन चाहिँ हेर्न सक्नुहुन्छ गाइज। धेरै नै कालो भएको छ। अहिलेसम्म नआएको हावाहुरी आउने संख्या छ। 115 किलोमिटरको स्पिडमा आउने भनेको छ। देख्न सक्नुहुन्छ आकाशको हालत देख्न सक्नुहुन्छ यस्तो भएको छ। यस्तो अब हावाहुरी आयो भने म हजुरलाई देखाउने नै छु। हाई भन न, हाई हाई देख्न सक्नु। नमस्ते भाइले पुरा नमस्कार गरिरहेको छ। हाई भन्नु न, हाई। यहाँ तिरपाल पट्टाइरहेको छ। सबैजनाले पानी आउन सक्छ भनेर देख्न सक्नुहुन्छ गाइज। हाई टाटा हुन्छ गाइज। अहिलेको कन्डिसन भने यस्तो रहेको छ। हेर्नुस् माथिको हालत। त्यहाँ हामी खेल्न जाने स्कुल 115 किलोमिटरको प्रति हावा चल्ने भन्ने अनुमान छ। देख्न सक्नुहुन्छ अहिले कन्डिसन यस्तो छ। हावा चले बेला कस्तो हुन्छ हजुरहरुलाई म देखाउने नै छु। कालो निलो भइसकेको छ। देख्न सक्नुहुन्छ साथीहरु। याइ देख्न सक्नुहुन्छ परालहरु छोप्दैछौँ। माहौल अझै नै यस्तै रहेको छ। यहाँ हाम्रो गाउँको कृष्ण मन्दिर। यहाँ हाम्रो गोठमा गाईहरु नि रहेको छ। देख्न सक्नुहुन्छ। अब म तपाईहरुलाई हाम्रो गाउँको श्रीकृष्णको मन्दिरमा लाँदैछु। देख्न सक्नुहुन्छ यो चाहिँ श्रीकृष्णको मन्दिर है गाइज। यो रहेको छ श्रीकृष्णको मन्दिर। देख्न सक्नुहुन्छ यो रहेको छ हाम्रो साथीको घर। यो हाम्रो घर देख्न सक्नुहुन्छ। यो रहेको छ चोक बर पिपल चोक। देख्न सक्नुहुन्छ माहौल अझ नै गर्मी छ। पानी पर्न सक्छ गाइज। हेर्न सक्नुहुन्छ। भ्लगमा बसिरहनु होला। देख्न सक्नुहुन्छ गड्याङगुडुङ गर्न थालिसकेको छ। अहिलेभन्दा धेरै नै गड्याङगुडुङ सहित र हावा पनि चल्न थालिसकेको छ। देख्न सक्नुहुन्छ आकाशको हालत यता धेरै कालो निलो भइसकेको छ। देख्नुस् गड्याङगुडुङ कस्तो भएको छ। देख्न सक्नुहुन्छ गड्याङगुडुङ गर्न थालिसकेको छ। अहिलेभन्दा धेरै नै गड्याङगुडुङ सहित र हावा पनि चल्न थालिसकेको छ। देख्न सक्नुहुन्छ आकाशको हालत यता धेरै कालो निलो भइसकेको छ। देख्नुस् गड्याङगुडुङ कस्तो भएको छ। देख्न सक्नुहुन्छ पानी पर्न थालिसकेको छ। म हजुरहरूलाई देखाउँछु। यहाँ हेर्नुहोस् यस्तो भइसकेको छ। कालो निलो यता हेर्न सक्नुहुन्छ गाइज। यस्तो भइसकेको छ आकाशको हालत। हावासहित पानी पनि परिरहेको छ। देख्न सक्नुहुन्छ साथीहरु पानी परिरहेको छ। हजुरहरूलाई म अझै नै देखाउने नै छु। हेर्न सक्नुहुन्छ है साथीहरु यस्तो भइरहेको छ मौसम। उता हेर्नुहोस् यत्रो पानी परिरहेको छ। हावा पनि चल्न थालिसकेको छ। साथीहरु हावा पनि चल्न थालिसकेका छ साथीहरु। अझै म देखाउँदैछु तपाईहरुलाई कस्तो के हुँदैछ गाइज। अब चाहिँ पानी पर्न थालिसकेको छ। आकाश चाहिँ कालो र निलै भएको छ। तपाईहरुलाई म फेरि एकचोटि देखाउँछु ल। हेर्नुस् अब चाहिँ थोरै पानी छिटा हानिरहेको छ। देख्न सक्नुहुन्छ हालत भने यस्तो भएको छ। यस्तो भइरहेको छ साथीहरु। असिना पानी नि आउन सक्ने सम्भावना छ भनेछ। हजुरहरूलाई म अपडेट गर्दै गर्छु। पछाडि हेर्न सक्नुहुन्छ कस्तो भएको छ। हेर्नुस् सक्नुहुन्छ फेरि त्यो दिउँसो नै रात परे जस्तो भए तपाईहरुलाई म देखाउँछु। अहिले 3:30 हुन लागेको छ। देख्न सक्नुहुन्छ 3:30 बजेको हालत यस्तो रहेको छ। हेर्नुहोस् गाइज यस्तो भएको छ। हजुरहरूलाई म कन्टिन्युअसली भन्ने छु कस्तो के हुन्छ भनेर। देख्न सक्नुहुन्छ यति अँध्यारो परिसकेको छ। देख्न सक्नुहुन्छ गाइज हावाहुरी नि बेसरी चलिरहेको छ। यहाँ देख्नु हावाहुरी कस्तो चलेको छ। हावाहुरी देख्न सक्नुहुन्छ। हावाहुरी धेरै नै ठुलो हावाहुरी चलिरहेको छ। हजुरलाई म देखाउने नै छु। हेर्न सक्नुहुन्छ पोलको तारहरु नि धेरै बेसरी हल्लिरहेको छ। बिजुल पनि चम्किरहेको छ। देख्न सक्नुहुन्छ माथिको आकाशको
ताल रहेको छ। हालत देख्न सक्नुहुन्छ माथि आकाशको र तलको देख्न सक्नुहुन्छ यस्तो भइसकेको छ। हावाहुरी सहित पानी धेरै नै ठुलो आइरहेको छ देख्न सक्नुहुन्छ। बिजुली पनि चम्किरहेको छ। हामी अझै नै हजुरहरूलाई लाइभमा देखाउने नै छौँ। कृपया यहाँ अघिसम्म बसिदिनु होला है गाई साथीहरू। फेरि पानी पर्ला जस्तो भइसकेको छ। हावाहुरी त बेसरी नै चलिरहेको छ गाई। 3 बजिसकेको छ। हजुरहरूलाई म देखाउँछु बाहिरको के कस्तो हालत भएको छ। दिउँसै अँध्यारो परे जस्तो भएको छ। दिउँसै अँध्यारो परे जस्तो भइसकेको छ गाइज। यहाँको माहौल यस्तो भइसकेको छ। अहिले 3 बजेको छ। बाहिरको माहौल हेर्न सक्नुहुन्छ यस्तो भइसकेको छ। यस्तो भइरहेको छ। अहिले म हजुरहरूलाई देखाउने नै छु। 3:30 बजेको 3 बजिसकेको छ। हजुरहरूलाई म देखाउँछु बाहिरको के कस्तो हालत भएको छ। दिउँसै अँध्यारो परे जस्तो भएको छ। दिउँसै अँध्यारो परे जस्तो भइसकेको छ गाइज। यहाँको माहौल यस्तो भइसकेको छ। अहिले 3 बजेको छ। बाहिरको माहौल हेर्न सक्नुहुन्छ यस्तो भइसकेको छ। यस्तो भइरहेको छ। अहिले म हजुरहरूलाई देखाउने नै छु। 3:30 बजेको अवस्था है साथीहरू। 3 बजिसकेको छ। हजुरहरूलाई म देखाउँछु बाहिरको के कस्तो हालत भएको छ। दिउँसै अँध्यारो परे जस्तो भएको छ। दिउँसै अँध्यारो परे जस्तो भइसकेको छ गाइज। यहाँको माहौल यस्तो भइसकेको छ। अहिले 3 बजेको छ। बाहिरको माहौल हेर्न सक्नुहुन्छ यस्तो भइसकेको छ। यस्तो भइरहेको छ। अहिले म हजुरहरूलाई देखाउने नै छु। 3:30 बजेको अवस्था है साथीहरू। देख्न सक्नुहुन्छ गाइज। हावाहुरी धेरै नै चलिरहेको छ अहिले। तपाईँहरूलाई देखाउने नै छ हावाहुरी। म हजुरहरूलाई देखाउँछु। यहाँ हेर्न सक्नुहुन्छ। अहिले भने यस्तो छ। ताल आकाश सबै खुलिसकेको छ। पानी लगभग 2 घन्टा आयो। ठुलै पानी आयो। बिचमा एकैछिन असिना पनि पर्यो। देख्न सक्नुहुन्छ पानीको कारण हल्का हल्का मकै ढलेको छ। त्यही हो साथी। ठुलै पानी आयो एकैछिन भयो नि। धेरै बेर नभयो नि ठुलै पानी आयो गाइज। यहाँ देख्न सक्नुहुन्छ यस्तो भएको छ अहिले आकाशका हालत। ठुलो पानी परेपछि खेल्न जाँदैछौँ। भएको छ। साथी अब हामी भोलि भेट्छौँ। भिडियोमा मन पऱ्यो लाइक सब्सक्राइब एन्ड कमेन्ट गरिदिनु हो। आजको लागि यति पाइ।